हाँसी कहाँ गयो यो पिरोले के भएको यो हामी 23मा भेट्यौ 23मा होला तिमीले गरेको बाटोमा सबै राम्रो होस् सधैँ खुसी भएर बसिराख्नु जुन दिन तिमी जाने बेलामा हैन म देखाइन तर म एक्लै बसेर रोएँ के हेलो एभ्रिवान नमस्ते जोरले छ्याजल्लो वेलकम ब्याक टु दी माई च्यानल इट्स मी सुमित थापा न्यू डे न्यू ब्लगको साथमा आइसकेको छु म र मेरो मुकबाङ लिएर अनि आज चाहिँ मेरो मुकबाङमा के छ मोमो अनि प्लस यहाँ नुडल्स छ यो चाहिँ बुलडग हो हजुरले थम्बनेल र टाइटलबाट थाहा पाउन सक्नुहुन्छ अनि के छ भनेर मेरो बहिनीले चाहिँ क्वेसनहरू गरेको छ मलाई हैन क्युएनए जस्तो भनौँ न अनि त्यो क्वेसनहरूको चाहिँ म एन्सर दिनेवाला छु त्यही हो गर्मीले कस्तो गाह्रो भइरहेछ के त्यही हो अब चाहिँ ढिला नगरिकन खाम होला सिलाइ त के भन्नु गर्मीमा त यस्तै हो अनि खाँदा खाँदै चाहिँ अनि हामी क्वेसनहरू पनि बहिनीको क्वेसनको एन्सर पनि दिन्छौँ अनि क्वेसन चाहिँ यहाँ पेपरमा लेखेर राखेको छु कि किनकि फोनमा छ नि त अनि एउटै फोन भएको कारणले गर्दा अनि म चाहिँ अनि अब त्यहाँ क्यामेरा भिडियो गर्नुपर्छ अनि कसरी हेर्ने अनि यहाँ लेखेर अनि यहाँ गरेको छु अहिले चाहिँ खामै ढिला नगरिकन एक प्लेट ल हजुरहरूले पनि मैले कति दिनपछि खायो के यो नुडल्स किनकि अझभोलि अलिक फुल डाइटिङमा लास्ट म खाएको है त्यही हो अनि म चाहिँ अब अरू बेला भ्लग बनाउनु पाउँदिनँ नि त अब काम हुन्छ काम बेलामा अनि भ्लग बनाउनु मिल्दैन बिहानै जानुपर्छ अनि एकैचोटि बेलुका फर्किन्छ अनि के बनाउने अनि छुट्टी बेलामा त बनाइदिउँ भनेर चाहिँ अनि भिडियो बनाओ त्यही अब ढिला नगरी क्वेसनहरू धेरै एन्सर चाहिँ दिदीको भिडियोबाट हेर्ने अब उसँग एक दिन बसेरै हामी क्युएनए क्वेसन गर्छौँ अनि अहिले चाहिँ अब यस्तो हुन्छ नि त अब कति कुरा हामीले यस्तो फेस टु फेसबाट भन्न नसक्ने कुराहरू हामीले यसरी कति कुराहरू खुलेर भन्न सक्छ नि त अब यसरी अहिले म भिडियोबाट उसलाई एन्सर दिन्छौँ होइन त्यो मनको कुराहरू फेस टु फेसमा भन्न र अब यसरी भन्नमा अलिकति अझै डिफ्रेन्ट हुन्छ अनि त्यही भएर उसले चाहिँ मलाई क्वेसनहरू पठाएको छ कि म यहाँ स्क्रिनसट गरेर राखिदिन्छु हजुरले नै स्टार्ट गरेर खाँदै अनि स्टार्ट गरौँ भएर गाइस मर्न लागेको छ क्या नम्बर 1 क्वेसन रहेको छ हाम्रो बहिनीको नाम चाहिँ ऋतिका गुरुङ हो अहिले चाहिँ ऊ एकदम बिजी भएको कारणले हामी अहिले भेटै भएको छैन अनि पहिला चाहिँ ऊ हामीसँगै बसेको हो अनि कतिपय हामीसँगै बस्यो हो अनि हामी धेरै क्लोज भएको थियौँ हामी चाहिँ दिदी बहिनी हो अनि क्वेसन स्टार्ट गरौँ फर्स्ट क्वेसन रहेको छ होइन we meet in 2023 रे होइन did you ever imagine we had become this close रे हामी 23मा भेट्यौ 23मा होला अब के भनौँ अनेस्टली अब हामी एकदम क्लोज भयौँ के अनि मैले इमेजिन पनि गर्न सकेको थिइनँ है यति क्लोज हुन्छ भनेर इमेजिन पनि गर्न सकेको थिएन कि हामीले फर्स्ट भेटमै मलाई खोइ के हो कनेक्सन हुँदो रहेछ कि जस्तो बहिनी जस्तो भाइब्स आएको होइन एक त चुलबुली अनि त्यही भएर अनि उसले अगाडि नै मलाई दिदी यसरी कस्तो मजाले साइन राख्यो नि त अनि त्यही भएर
कस्तो छुट्टै अब भनौँ न एकदमै क्लोज भयो क्या हामी, एकदमै क्लोज भयो। अनि यस्तो फिल गरायो कि अहिले मेरो लाइफमा एकदम हुन्छ नि एकदम के भन्छ अब भन्न आउँदैन के इम्पोर्टेन्ट छ ऊ मेरो लाइफमा, त्यही हो। धेरै लामो एन्सर चाहिँ नदिनु। अनि अर्को क्वेसन रहेको छ, एक कान खा। कति केजी मोटाउने होला अब। अर्को क्वेसन रहेको छ, when we first meet me was your first impression for me रे। इम्प्रेसन के थियो? बढी पक 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 बोल्ने, चञ्चली, पाउजु लाएर छन 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 चाक ढिमिक ढिमिक गर्दै हिँड्ने होइन। अनि अनि कस्तो थियो भने चाहिँ अगाडि बोल्दिनँ, एकदम मन सफा के। अनि त्यही भएर पनि मलाई एकदम, अनि मेन कुरा अनि चिल्बुल चिल्बुल चुल्बुल थियो है, अनि एकदम मन पर्थ्यो क्या मलाई, त्यही हो। मन सफा, मन सफा टाइपको मान्छे थियो कि। अनि लास्ट फुच्ची थियो है, बच्ची जस्तो लाग्ने है। अनि खोइ के हो आफ्नो बहिनी जस्तो लाग्ने क्या। मेन कुरा आफ्नो बहिनी नभएर होला, म सबभन्दा कान्छो हो नि त हामी सानो। अनि आफूभन्दा सानो बहिनी जस्तो लागेर झन् माया लागेको क्या। 3 नम्बरको क्वेसन रहेको छ, when was the first moment, इङ्ग्लिस मिल्दै छ क्या मैले, when was the first moment you felt like I was your little sister रे। कहिले गराएको थियो भने चाहिँ जब हामी सँगै काम गर्न थाल्यो नि त। पहिला चाहिँ हामी बेड मेकिङमा सँगै काम गर्दाखेरि चाहिँ हामी ल दिदी बहिनी त्यस्तो साह्रो हामी त क्लोज थिएन नि त होइन। क्लोज त थियौँ कि, तर अब त्यस्तो मनभित्रै ऊबाट थिएन नि त क्लोज। दिदी बहिनी त मान्थ्यो। जब चाहिँ मैले अब गुरुङलाई भेटाएँ तिमीसँग, अनि त्यसपछि हामी सँगै काम गर्नु थाल्यो। त्यसपछि चाहिँ मलाई एकदम मेरो बहिनी जस्तो एकदम फिल भएको हो कि। फ्यामिली मार्टमा काम गरेदेखि चाहिँ नजिक भयो नि। अनि प्लस यहाँ बस्न थालेपछि त अब छोडिदियो कुरै। अनि अर्को क्वेसन रहेको छ, यो नानीले यस्तो नगरे हुन्थ्यो अनि यो गर्दा हुन्थ्यो भन्ने केही छ अरे। मेरो मेमोरी चाँडै फुल हुन्छ क्या। के छ भने चाहिँ त्यस्तो त केही छैन, सबै राम्रै बानी छ। अब के भन्नु हो, त्यही हो। अलिकति मान्छेहरू हुन्छ होइन, अनि त्यो ठाउँमा चाहिँ अब मन सफा थाहा छ, तर अब मैले यो मान्छेको अगाडि यस्तो बोल्नुपर्छ भनेर अब तिम्रो मन सफा छ बोल्छ नि त। तर त्यही कुराहरू कति कुराहरू मान्छेहरूलाई नराम्रो पनि लाग्न सक्छ होइन। अनि त्यो पनि हो, तर अब सोचेरै बोल्छ, त्यस्तो त केही पनि छैन, त्यस्तो केही पनि छैन। त्यही हो, लाइफ चाँडो सेटल गर्नु, मैले चाहिँ त्यही भन्छु। अब अब भइसकेपछि लाइफ चाँडै सेटल गर्नु, अनि आफ्नो मम्मी बाबालाई पनि
हेर्नु त्यही हो के भन्नु अरू ठिकै छ दिदीलाई धेरै माया गर्नु क्वेसन रहेको छ 5 नम्बर आफ्टर स्टेइङ टुगेदर हैन हाम्रो रिलेसनसिप चेन्ज भयो जस्तो लाग्छ अरे मलाई त त्यस्तो केही चेन्ज भयो अफकोर्स चेन्ज भयो तर झन् एकदम गडा एकदम धेरै माया यति धेरै माया सिस्टरको बोन्ड भयो कि हैन जुन दिन तिमी जाने बेलामा हैन म देखाइन तर म एक्लै बसेर रोएँ के त्यो कुरा मैले भने हैन तर म एक्लै बसेर रोएँ कस्तो खल्लो लाग्यो सुन्ने लाग्यो दिदी यस्तो उस्तो भनेर चिच्याउने कराउने गर्ने गर्थ्यो नि त अनि कस्तो सुन्ने लागेको गएपछि त अब अगाडि देखाउन सकिन अनि एक्लै बसेर रोएँ आँखाबाट आँसु झर्यो तर पछि दिदीलाई बिर्सिहाल्यो बिर्से पनि फेरि पछि सम्झ्यो त्यही हो खुसी लाग्यो सम्झे पनि नसम्झे पनि मेरो तर्फबाट चाहिँ बहिनी मेरो आफ्नै बहिनी जस्तो लाग्छ हैन अनि अलवेज माया छ त्यही हो अर्को क्वेसन 7 नम्बरको जम्मा 10 वटा क्वेसन छ अनि 7 नम्बरको क्वेसन सँगै बस्न थालेपछि डिड यु एभर थिंक आई वाज बोरिङ त्यस्तो बोरिङ त म त बोरिङ के भन्नु बोरिङ बरु पहिला चाहिँ अब त्यस्तो सबै कुरा त थाहा थिएन नि त पहिला सुरुमा हामी उता काम गर्ने बेलामा त सबै कुरा थाहा थिएन नि त पछि अब हामी सँगै बस्न थालेपछि चाहिँ नो बोरिङ इन्ट्रेस्टिङ माई लाइफ इज चेन्ज एकदम म मोटाए पनि ओ माई गड मेरो हाँसी कहाँ गयो यो पिरोले के भएको यो पिरा खान सक्दैन आज भने नो बोरिङ लभ केयरिङ चाहिँ धेरै पाएँ मैले त्यही हो अनि अर्को क्वेसन रहेको सँगै बस्न सँगै बस्न थालिसकेपछि तपाईँको फर्स्ट इम्प्रेसन चेन्ज भयो कि सेम नै थियो अरे कस्तो इम्प्रेस भयो नि इम्प्रेस चेन्ज त भयो अफकोर्स चेन्ज भयो तर एकदम ह्याप्पिनेसमा चेन्ज भयो अनि त्यो हो एकदमै केयर पनि गर्थ्यो अनि मैले पनि गर्थेँ अनि एकअर्काको हामीहरूको कति कुराहरू सेयर हुन्थ्यो सेयर गर्ने मान्छे भेटिन्थ्यो सँगै खाइन्थ्यो सँगै सुतिन्थ्यो हाँस्थ्यो चल्थ्यो हैन धेरै कुरा चेन्ज भयो नि इम्प्रेस त त्यसमा चाहिँ चेन्ज भयो त्यस्तो ब्याडमा त चेन्ज भएन पछि लास्टतिर चाहिँ अलिकति अब दिदीले भनेको कुराहरू अलिकति सुनेको थिएन अब त्यही हो आफ्नो लाइफमा अब भाग्यले लेखेको कुरा हो कता कता के दौडिन्छ सबै भाग्यको कुरा हो भाग्यमै खेल हुन्छ अब त्यही हो अब तिमीले स्टेपहरू चालेको तिमीले गरेको बाटोमा सबै राम्रो होस् सधैँ खुसी भएर बसिराख्नु अब त्यही भन्न चाहन्छु अगाडि बढ्नु हैन ठुलो मान्छे अझै अब ठुलो मान्छे त भइसकेछ अझै धेरै उन्नति प्रगति गरेको देख्न पाऊ दिदीको आशीर्वाद त्यही हो क्वेसन कहाँ छ एन्सर कहाँ दिए अब त्यही होला नि लास्ट क्वेसन रहेको छ हैन 9 नम्बर क्वेसन रहेको छ पहिला खाम या सब मुख भरि लायो गाइड पिरो त खानै नसक्ने रहेछ क्या या गर्मी लास्ट बढेछ 9 नम्बरको क्वेसन रहेको छ डिड यु मिस मी म घरमा नभएपछि अहिले रे अफकोर्स मिस गर्छु तिमीलाई धेरै मिस गर्छु हामी त्यो सँगै बसेको पलहरू धेरै मिस गर्छु अनि अहिले पनि
फोन हामी भइरहेको छ होइन। अनि हरेक कुराहरू म सेयर गर्छु, उसले पनि सेयर गर्छ, हाम्रो दिदीबहिनीको कुराहरू सेयर गर्छौँ एकअर्कालाई। मैले पनि कति कुराहरू मभन्दा ठुलो भन्ने बित्तिकै मलाई पनि सबै कुरा मेरो राइट हुन्छ भन्ने पनि छैन। उसले मलाई कति कुराहरू सिकाउँछ, मैले पनि उसलाई कति कुराहरू यस्तो गर यस्तो नगर भन्छु होइन। त्यही हो, अफकोर्स मिस गर्छु नि। कति सुन्ने भएको थियो त्यो तिमी यहाँबाट घर छोडेर जाँदाखेरि। अब दिदीले बाहिर पो देखाइन होइन, म रुएँ। अब तिमी रोए कि रोएन थाहा छैन, म चाहिँ रुएँ। अनि पछि झन् अलिक दिन सम्झेनौ, बिर्सेथ्यो, झन् मन एकदम कटक्क खान्थ्यो। तर त्यही हो, फेरि दिदी 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 भनेर सम्झ्यो होइन। अनि त्यही हो, जस्तो पहिलाको माया छ अहिले पनि त्यस्तै धेरै माया छ। अनि अब अलिकति खान्छु, धेरै बोल्यो। गाइस भिडियो नभयो भने त बर्बाद हुन्छ यहाँ। त्यो जस्तो मरेको जिन्दगी केही हुँदैन होला। कति मुखमा लागेको हो क्या, त्यसो पनि सक्यो। अब लास्ट क्वेसन चाहिँ खुट्टा झन्झन्यो। यो कपीमा लेखेको देखेर हजुरहरू पनि हाँस्नुहुन्छ होला है, तर के गर्ने, म नभएपछि त। अनि अब अर्को क्वेसन रहेको छ, आफ्टर स्टेइङ टुगेदर डु यु थिङ्क वी आर सिस्टर बाई ब्लड अर सिस्टर बाई हार्ट? इक्वल, दुवै। सिस्टर बाई ब्लड चाहिँ होइन होइन, अब सेम कुरा भन्यो। बाई ब्लड त होइन, जस्ट बाई ब्लड त होइन, तर ब्लडकै रिलेटेडमै छौ तिमी होइन। अनि बाई हार्ट त भइगयो, त्यो कुरै नगरौँ। अनि बाई ब्लडमा चाहिँ अब एक्चुअली फ्याक्ट कुरा गर्नुपर्दा अब हामी ब्लडको सिस्टर चाहिँ होइन, तर अब भन्नुपर्दा ब्लडकै रिलेटेड नै छौँ कि। अब त्यो कसरी भन्नुपर्दा अब दुईजनाको हाम्रो हार्ट टु हार्ट कनेक्सन म्याचिङ भयो भने होइन, मिल्यो भने त्यो बाई ब्लड नै हुन्छ कि भन्नु खोजेको त्यही हो। अनि त्यही हो, बाई ब्लड पनि बाई हार्ट पनि अब दुइटै हो, सेम हो, त्यही हो। अनि उसको चाहिँ अब यही 10वटा क्वेसन रहेको छ। 10वटा क्वेसनमा अब कस्तो मैले एन्सर दिएँ होइन। अनि अब अझै अब छुटलपुटलमा होइन, अब सँगै भेटेर एक दिन फेरि हामी मुखबाङ के अरे क्युएनए गर्नुपर्छ। अनि त्यतिखेर चाहिँ धेरै क्वेसनहरू हामी एकअर्कालाई क्वेसन गर्नेवाला छु। उसले चाहिँ यो चाहिँ वान साइडको मात्र क्वेसन भयो। अब सँगै बसेर चाहिँ 2 साइडकै क्वेसनहरू गरेर हामी क्युएनए गर्छौँ। अनि त्यही हो, उसलाई चाहिँ यो कुराहरू बुझ्न मन थियो कि, अनि बुझ्न मन थियो। अनि दिदी यस्तो यस्तो गरौँ न त, मैले पनि ल ल हुन्छ भनेर भनेको थिएँ। अनि त्यही हो, मेरो एन्सर कस्तो लाग्यो? कस्तो के लाग्यो धेरै त भन्दिनँ मैले, छोटो सानो ठिक्कमा भने कस्तो लाग्यो त्यही हो। धेरै माया छ तिमीलाई होइन, लास्टमा यही भन्न चाहन्छु। मेरो खाना पनि सक्यो, क्वेसन पनि सक्यो। अनि धेरै माया छ, बाई हार्ट बाई ब्लड होइन, दुइटै कनेक्सनै छ। अनि अरू तिमी यहाँ बसुन्जेल धेरै कडा माया बस्यो हामीहरूको होइन। एकअर्काको सिस्टरमा बोन्डिङ झन् हाम्रो कडा भयो। अनि त्यही हो, बिचमा हामी जति त्यो सँगै बस्दा जति अब सधैँ मिलिन्छ भन्ने पनि छैन नि त, कति बिचमा हामीहरूको भयो। अब दिदीकोबाट त्यसको लागि पनि सरी होइन। अनि
मैले कति कुराहरू कराउँथ्यो भने त कुनै कुराहरूले चित्त दुख्यो होला होइन तिमीलाई कति कुराहरू मैले सम्झाउँदाखेरि पनि रिसाले मैले करायो होला त्यो कुराहरूमा के अरे कति चित्त दुख्यो होला त्यसको लागि अब सरी भन्छु तर सरी भन्न चाहिँ पर्थेन मैले त्यो दिदीको हकै हो कराउने अब राम्रो कुराहरूमा कराइन्छ पनि एकसँगै बसेपछि त त्यस्तै हुन्छ तिमीले पनि मलाई कति कुराहरूमा कर दिदी यस्तो नगर्नु यस्तो गर्नु भनेर भन्थ्यो कति कुराहरू मलाई कति कुराहरू सिकायो गर्यो अगाडि अब के कुराहरू मैले अब त्यहाँ स्टप भएर बसेछु भने त्यसमा अगाडि तिमी स्ट्यान्ड भइदिएर यो गर्नु भनेर हिँडाउँथ्यो गर्थ्यो त्यही हो धेरै कुराहरू हामी सँगै बसेर चाहिँ धेरै कुराहरू एकअर्काको जान्यौँ कि अनि एकदम क्लोज पनि भयौँ अनि अहिले पनि हामी एकअर्काको फोन भइरहेको छ एकअर्काको कुराहरू सेयर गरिरहेको छ अनि त्यही हो धेरै खुसी हुनु धेरै ह्याप्पिनेस हुनु अनि कहिलेकाहीँ दिदीलाई सम्झेर आइराख्नु होइन अनि त्यही हो कहिलेकाहीँ दिदी पनि एक्लै हुन्छ आएर सम्झिराख्नु फोन मेसेजहरू गरिराख्नु दिदी भनेर अनि दिदीको तर्फबाट धेरै एकदम ढोका एकदम खुल्ला छ मायाको के हो त्यति हो गाइस अनि आजको ब्लग चाहिँ यही भयो मुकबाङ प्लस Q&A अनि त्यही हो मेरो खाना पनि सकिसक्यो अब म योभन्दा धेरै सक्दिनँ अनि बहिनीको आजको रिलेटेड चाहिँ बहिनीकोबाट थियो यो आजको चाहिँ अब अर्को ब्लग चाहिँ नेक्स्ट ब्लग अब अर्को दिन आउने चाहिँ मैले चाहिँ अब छुट्टीमा बनाउँछु ब्लग मेरो अनि त्यही हो आजको ब्लग चाहिँ यतिकै हो गाइज सबैले लाइक सपोर्ट सब्सक्राइब गरिदिनु होला मेरो यो नयाँ च्यानलमा अनि त्यही हो बिस्तारै अब एकैचोटि त होइन बिस्तारै ग्रोथ हुँदै जाने हो अनि प्लस मेरो मेन भनेको चाहिँ मेमोरिज हुन्छ नि त त्यही भएर चाहिँ अनि कति त्यो पुरानोहरू भिडियो हेर्न कति रमाइलो हुन्छ नि त मजा आउँछ नि त अनि त्यही भएर पनि भोलि पर्सि अब यो मेमोरिज यो भिडियोहरू हेर्न कति रमाइलो हुन्छ गरिरहेको हो अनि त्यही हो आजको मुकबाङ चाहिँ यतिकै भयो Q&A पनि सबैजनाले माया गरिदिनु होला बाई बाई अनि बहिनीलाई पनि लट्स अफ लभ बाई बाई गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो